आज म एउटा यस्तो अनुहारको पर्दाफास गर्दैछु जसले नेपाली राजनीतिलाई केवल शब्दको जालमा बेरेर राखेको छ। गगन थापा। उनले गरिमामय संसदमा उभिएर खाली कागज हल्लाउँदै विपक्षी नेतामाथि सहकारी ठगीको सङ्गीन आरोप लगाएका थिए। रवि लामिछानेले आफैले माग फारम भरेर सहकारीबाट ऋण लिएको प्रमाण छ भन्दै उनले जुन दाबी गरे त्यहाँ न कुनै सत्य थियो न कुनै प्रमाण। कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। त्यो त केवल एउटा फायरोज अफ फल्सहुड थियो, अर्थात् यति धेरै र यति निरन्तर झुट बोल्ने कि आम मानिसको नजरमा सत्य नै भ्रममा परोस्। अरूको चरित्र हत्या गरेर आफ्नो राजनीतिक रोटी सेक्न माहिर गगनले के त्यति बेला आफ्नो नैतिकताको पाना पनि रित्तै छ भन्ने बिर्सिएका थिए? विडम्बना हेर्नुहोस्, जसले रित्तो कागज देखाएर एउटा उदयमान नेताको मानमर्दन गर्यो, आज त्यही पात्रलाई काङ्ग्रेसले विशेष महाधिवेशनबाट सभापति र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। तर एकपटक छातीमा हात राखेर सोचौँ त, एउटा नियोजित झुटको खेती गर्ने व्यक्तिले देशको भविष्यलाई मलजल गर्न सक्छ? जसको राजनीतिक जग नै अरूलाई खुइल्याएर आफू अग्लो देखिने मानसिकतामा उभिएको छ, त्यस्ताले यो देशको कस्तो जग बसाल्लान्? गगन थापाको राजनीतिक इन्टिग्रिटीमाथि प्रश्न उठाउने आधारहरू पहाड जत्तिकै अग्ला छन्। हिजो तनहुमा डाक्टर स्वर्णिम वाग्लेलाई टुरिस्ट उम्मेदवार भन्दै भोट नहाल्न उर्दी जारी गर्ने यिनै गगन थिए। यहाँ घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईले भन्नुपर्छ, यो पटक तनहुको निर्वाचन क्षेत्रमा यो अरू जिल्ला जस्तो होइन। तर आज सत्ता र शक्तिको यस्तो उन्माद छ कि उनी आफै सर्लाही चारमा टुरिस्ट बनेर ओर्लिएका छन्। आफ्नो अनुकूलतामा तर्क फेर्ने यस्ता वैचारिक टाटपल्ट्याइलाई अवसरवाद नभनेर के भन्ने? अहिले उनी सुधारिएको र बदलिएको काङ्ग्रेसको असली अनुहार भनेर आफूलाई चिनाउने भरपुर प्रयास गरिरहेका छन्। मधेस पुगेर मधेसबाट विकास सुरु गर्छु भन्ने आकर्षक तर खोक्रो नारा घन्काउँदैछन्। तर वास्तविकता के हो? हिजोको गगन र आजको गगनको आचरणमा केही पनि फरक छैन। आज पनि उनी घटनालाई आफ्नो स्वार्थ अनुकूल बङ्ग्याउन अर्धसत्यको सहारा लिइरहेका छन्। आजसम्म पनि उनले रवि लामिछानेले आफैले हस्ताक्षर गरेर निवेदन दिएर ऋण लिएको भनी दाबी गरेको प्रमाण पेश गर्न सकेका छैनन्। उल्टै अदालतको आदेशलाई लिएर उनले गरिरहेको मिडियाबाजी उनको पोलिटिकल हिपोक्रेसीको सबैभन्दा ठुलो प्रमाण हो। रवि लामिछानेले हिरासत बाहिर बसेर मुद्दा लड्न पाऊँ भनी दिएको निवेदनमाथि हिजो सर्वोच्च अदालतले रवि लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न उच्च अदालत बुटोल इजलासले दिएको आदेशलाई सदर गरेको थियो। त्यो उनी दोषी वा निर्दोष हुन् भनेर गरिएको फैसला थिएन। गगन थापा त्यही एउटा पुरानो आदेशलाई समातेर त्यो अदालतको आदेश नै अन्तिम फैसला हो जसरी जनतालाई म्यानिपुलेट गर्न खोज्दैछन्। तर गगनले लुकाउन खोजेको सत्य के हो भने त्यही उच्च अदालत बुटोल इजलासले पौष 3, 2082 मा आफ्नै पूर्व निर्णयलाई बदर गर्दै रवि लामिछानेलाई हिरासत मुक्त रहेरै मुद्दा लड्न पाउने स्पष्ट आदेश दिइसकेको छ। न्याय प्रणालीले हरेक प्रतिवादीलाई आफू निर्दोष साबित गर्ने अधिकार दिएको छ। तर गगन थापा नियोजित रूपमा आफूलाई ब्याकडेटेडमा उभ्याएर सत्यलाई बङ्ग्याइरहेका छन्। रवि लामिछाने हिरासत मुक्त भएको पछिल्लो र सत्य कुरा बोल्न उनको मुख किन बन्द हुन्छ? सत्य बोल्न किन उनको घाँटी सुक्छ? यसको सिधा र स्पष्ट अर्थ एउटै हो, गगन थापाको राजनीतिक धरातल नराम्ररी हल्लिएको छ। आफूभन्दा बढी क्षमतावान, नैतिकवान र आम जनतामाझ लोकप्रिय नयाँ अनुहार राजनीतिमा उदाउँदै गर्दा उनलाई आफ्नो करियर नै सङ्कटमा परेको प्रष्ट भान भएको छ। उनको अहिलेको यो छटपटी र प्रोपागान्डा सत्यको खोजी होइन, यो त केवल रवि लामिछानेको बढ्दो लोकप्रियतासँग डराएको एउटा हताश मानसिकताको उपज मात्र हो। यति मात्र होइन, गगन थापा आफूलाई सुधारिएको नेता दाबी त गर्छन्, तर आफ्नै पार्टीका पूर्व सभापति शेरबहादुर देउवाको निवासमा डढेको भनिएको अकुत सम्पत्तिबारे उनी किन सधैँ मौन रहन्छन्? आफ्नै नेतृत्व र पार्टीभित्रको चरम व्यथितिलाई प्रश्न गर्न नसक्ने व्यक्तिले अरूलाई सुधारको गफ दिनु कतिसम्म सुहाउँछ? यस्तो लाचार मौनताका बीच उनलाई सचेत नागरिकले कसरी विश्वास गर्ने? र सबैभन्दा बिर्सनै नसकिने कुरा जेनजी आन्दोलन। त्यो विभत्स रक्तपात र नेपाली युवाहरूको रगतले लतपतिएको इतिहास
यही काङ्ग्रेस सरकारको पालामा लेखियो जति बेला गगन थापा स्वयं राज्य सञ्चालन संयन्त्रको महत्त्वपूर्ण हिस्सा थिए। गगन थापाले विशेष महाधिवेशन मार्फत आफूलाई जतिसुकै सुनपानी छर्केर चोख्याउने प्रयास गरून्, तर हेक्का रहोस्, नेपाली युवाहरूको रगतले भिजेको हात सुनपानीले पखालिँदैन। त्यो पापको टाटा इतिहासबाट कहिल्यै मेटिने छैन। आदरणीय सचेत मतदाताहरू, अब प्रश्न गर्ने बेला आएको छ। के हामी यस्ता कपोलकल्पित षड्यन्त्र र पोलिटिकल हिपोक्रेसीको शिकार भइरहने? जसको बोली र गराइमा आकाश पातालको फरक छ, उसलाई देशको साँचो सुम्पिनु अघि एकपटक गम्भीर भएर सोचौँ, भ्रमबाट जोगियौँ, प्रश्न गर्न सिकौँ र सत्यको पक्षमा उभियौँ। धन्यवाद।